आज म यन्त्र मन्त्र र तन्त्रको कुरो गर्छु। पहिले यो यन्त्र भनेको के? कुनै समयमा मूर्तिहरू बनेका थिएनन्, मन्दिर पनि बनेको थिएन। त्यति बेला अक्षरमा कोठा कोठा बनाएर अक्षर लेखिन्थ्यो र त्यही अक्षरलाई नै आफ्नो उपास्य कुन भगवान कुन देवता त्यही उपास्य बनाएर अक्षरलाई नै पूजा गरिन्थ्यो। अक्षरलाई पूजा गर्ने एउटा अक्षर नै सम्पूर्ण हो। तपाईँ हाम्रो न्वारानको नाम सबैलाई थाहा होला, थाहा नभए सोध्नुहोस्, जन्म कुण्डली देखाउनुहोस्। न्वारानको नाममा नाम आउँदैन, जम्मा एउटा अक्षर आउँछ। जम्मा एउटा अक्षर आउँछ। छ आयो भने कसैले छत्र भन्लान्, कसैले छवि भन्लान्, कसैले के भन्लान्। छ अक्षर, जम्मा एउटा अक्षर आउँछ। क आयो, कसैले कमला भन्लान्, हैन, कसैले कलम भन्लान्, कसैले के भन्लान्। हो चाहिँ एउटा अक्षर, जम्मा एउटा अक्षर। त्यो अक्षर कस्तो महत्त्वपूर्ण होला विचार गर्नुहोस्। जम्मा एउटा अक्षरले हामी जन्मिएका छौँ। जम्मा एउटा अक्षरले हाम्रो यो जगत जन्मिएको छ। जम्मा एउटा अक्षर, दुईटा अदेखि क्षसम्मको 50 आइरहनु पर्दैन, जम्मा एउटा अक्षर। र त्यो एउटा अक्षर पनि अ अक्षर भए पुग्यो। जम्मा एउटा अ अक्षर। अ अक्षर नभएको कुनै पनि अक्षर तपाईँ पाउनुहुन्न। अ आदेखि ज्ञसम्म तपाईँ भन्नुहुन्छ नि, क्षसम्म हो हुन त। अब यो के क्षत्र ज्ञ भने त्यो अब त्यसको तात्पर्य पछाडि भनौँला। अदेखि क्षसम्म भनौँ। अहिले कुनै पनि अक्षर तपाईँ पाउनुहुन्न जहाँ अ छैन। अ नभएको एउटै पनि अक्षर हुँदैन। ल लेखिराख्नुहोस्, टिपिराख्नुहोस्, बुझिराख्नुहोस्। र त्यो अ को हो त भन्दा श्रीकृष्ण। श्रीकृष्ण को हुन्? नारायण पनि उनै हुन्, विष्णु पनि उनै हुन्, राम पनि उनै हुन्। अनि गीतामा भन्छन्, पढ्नुहोस् त 10औं अध्याय, अक्षराणाम मकारोस्मि, म अक्षर मध्येको अ हुँ अरे। अनि अगाडि फेरि भन्छन्, वासुदेव सर्वमिति स महात्मा सुदुर्लभ। वासुदेव नै सबै हुन् भनेर बुझेको महात्मा चाहिँ दुर्लभ मात्रै होइन, सुदुर्लभ छ। दुर्लभ भनेको दुःखले मात्रै पाउन सकिने, सुदुर्लभ भनेको असाध्यै दुःख गरेर खोज्दाखेरि बल्ल बल्ल भेटिने। जसले श्रीकृष्ण नै सबै हुन् भनेर बुझ्छ। राधा हुने पनि कृष्ण हुन्, शिव हुने पनि कृष्ण हुन्, गणेश हुने पनि कृष्ण हुन्, नारायण हुने पनि कृष्ण हुन्, राम हुने पनि कृष्ण, सबै कृष्ण। तिनको नाम वासुदेव हो। वासुदेव सर्वम इति, वासुदेव सर्वम इति, हैन, स महात्मा सुदुर्लभ। जसले वासुदेव नै सबै हो भनेर बुझेको छ, त्यस्तो महात्मा चाहिँ दुर्लभ मात्रै होइन, दुर्लभमा पनि दुर्लभ हुन्छ। बहुनाम जन्मनामन्ते ज्ञानवान मां प्रपद्यते वासुदेव सर्वमिति स महात्मा सुदुर्लभ। अनेकौं अनेक हजारौं हजार मनुष्य जन्मपछि बल्ल ज्ञानीहरू मेरो शरणमा आउँछन्। ज्ञानी भन्दा मूर्ख त कोही छँदै छैन। ज्ञानीहरू आफ्नै ज्ञानको चक्करमा घुम्दा 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 हजारौं मनुष्य जन्म लिनलाई बाध्य हुन्छन्। ज्ञानीहरू, भक्त चाहिँ स्वाटै विश्वास गरेपछि, श्रद्धा र विश्वास गरेपछि सकियो है। मूर्खले चाँडै पाउँछ है, भगवानलाई भेटाउँछ। मूर्खले दुईटा कुरा चाहिँ लिनुपर्छ उसले, एउटा श्रद्धा, अर्को विश्वास। श्रद्धा र विश्वास भएको मूर्खले चाहिँ चाँडै भगवान पाउँछ। त्यसो भएर भगवानले त्यही भन्छन् गीतामा, अपि चेत सुदुराचारो, दुराचारी भन्दा पनि दुराचारी किन नहोस्, भजते माम अनन्य भाग, जसले मलाई अनन्यतापूर्वक, म बाहेक अरूलाई सम्झँदैन,
भज सेवायाम, सेवा गर्नु हो भगवानको सेवा भनेको सम्झना गरे पुग्छ। सम्झना गरे पुग्छ। अपिचेत सुदुराचार हो, यदि दुराचारी भन्दा पनि दुराचारी छ तर भजते माम अनन्य भाग, अनन्यतापूर्वक म बाहेक अरूलाई होइन फेरि सम्झाउन पाउँदैन नि, मलाई मात्रै सम्झन्छ भने, जस्तो कंसले कृष्णलाई कहाँ देखौँ र कहाँ मारौँ, कहाँ न्याकौँ, कहाँ थिचौँ, कहाँ पिटौँ भनेर बसेको थियो नि, खालि कृष्णको मात्रै सम्झना है। कंसले हेर्नुहोस् है, भात खायो थालैमा कृष्ण है, अनि बोटतिर गयो झालैमा कृष्ण, जे हेऱ्यो कृष्ण, जो हेऱ्यो कृष्ण, छाया पनि कृष्ण। अनि कृष्ण नै भने त कंस, ए बुझ्नुभयो नि, मरेपछि कंस कहाँ गयो होला, नरकमा गयो भन्ने ठान्नु होला, होइन। भगवानले गोलोकमा लिएर गए, किनभने कंसले अविच्छिन्न अनन्यतापूर्वक कृष्णलाई बाहेक अरूलाई सम्झेको थिएन, त्यसैले कृष्णकै लोकमा गयो। 100 गाली दिए है, जन्मजात कति गाली दिने जन्मदादेखि नै शिशुपालले, त्यो शिशुपाललाई भगवानले आफ्नै स्वरूप दिए। त्यस्तो मार्न गए कि बिखालु स्तनपान गराएर मार्न गए कि पुतनालाई भगवानले आमा बनाएर गोलोकमा लगे। त्यसो भएर अपिचेत सुदुराचार हो, दुराचारी भन्दा पनि दुराचारी छ तर मलाई अनन्य भाग, अनन्यतापूर्वक मलाई बाहेक अरूलाई सम्झँदैन भने त्यो के हुन्छ, साधु रेव समन्तव्य सम्यक विवेस्तो इस, त्यसलाई साधु मान्नुपर्छ। किनभने उसको व्यवसायत्मिका बुद्धि छ, व्यवसायत्मिका बुद्धि त्यो हो जसले भगवानलाई मात्रै सम्झना गराउँछ। भगवानको मात्रै सम्झना जसले गराउँछ त्यो बुद्धि हो व्यवसायत्मिका बुद्धि। अनि मेरो व्यवसायत्मिका बुद्धिमा गइसकेपछि के हुन्छ, क्षिप्रम भवति धर्मात्मा शश्वत शान्तिम निगच्छति कौन्तेय प्रतिजानिहि न मे भक्त प्रणश्यति। भगवानको भक्त सधैँ पापी हुन सक्दैन। क्षिप्रम भवति धर्मात्मा शश्वत शान्तिम प्रयच्छति, तुरुन्तै धर्मात्मा हुन्छ, एकदम त्यसले शान्ति पनि प्राप्त गर्छ। हेर कुन्ती पुत्र, नमे भक्त प्रणश्यति, मेरो भक्तको नाश हुन सक्दैन। त्यसैले वासुदेव सर्वमिति, त्यही वासुदेव चाहिँ अक्षर हुन्। अक्षराणाम अकारोस्मि, अक्षराणाम मकारोस्मि। 10औं अध्याय पढ्नुहोस्, जम्मा एउटा अक्षरको त्यत्रो चमत्कार। भाषाको सबै अक्षर चाहिँदैन, त्यसैलाई भन्छन् यन्त्र। यन्त्रबाट यन्तर बनाए, यन्तरबाट जन्तर बनाए, यको ज यमराजको जेमराज बनाए जस्तै गरी है, बुझ्नुभयो नि। यवाबाट जौ बन्यो नि, यको ज हुन्छ है, यमराजको जमराज भए जस्तै यन्त्र जन्त्र भयो, जन्तर भयो। जन्तर बान्ने भन्छ नि, के त्यही एउटा अक्षर लेख्दिने हो भित्र, केही पनि छैन। यन्त्र पहिले मूर्ति थिएन, मन्दिर थिएन, अक्षर थियो र तान्त्रिकहरू त्यही अक्षर कोठा कोठामा लेख्थे र कुन कुन भगवानको कल्पना गर्ने त्यही गर्दै उपासना गर्थे, पूजा गर्थे र सिद्धि प्राप्त गर्दथे। अक्षरबाटै हाम्रो जन्म भएको छ, जम्मा एउटा अक्षरबाट। जम्मा एउटा अक्षरले सम्पूर्ण विश्व ब्रह्माण्ड उत्पन्न गरेको छ, त्यो एउटा अक्षर हो अ। अक्षराणाम अकारोस्मि, अक्षर मध्ये म अ हुँ। आजलाई बिदा पाऊँ, नमस्कार।